हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो न्यू भिडियोमा। अनि आज चाहिँ हामीले बारीमा मल फाल्न लागिरहेको छौं। यो चाहिँ मेरो बहिनी हाई भनिरहेको छ। अनि यो चाहिँ हाम्रो मल खात। अनि यहाँ चाहिँ गोरुको मलहरु फालेर यति धेरै बाहा। अनि यो मलहरु सबै उठाएर बारीमा लगेर फाल्ने हो। अनि आन्टीले उठाउन लाउनुमा छ। यहाँ दुई जना आन्टी अनि म भएर फाल्न लागेको छौं। कति बेला सकिन्छ गाइस थाहा छैन। अनि यति धेरै छ, कति बेला सकिने हो थाहा छैन। अनि आन्टीले चाहिँ मलाई उठाइदिँदै हुनुहुन्छ। यो डोकोको मलबाट सबै बारीमा लगेर फाल्छौं। यो चाहिँ अब मकै छर्ने सिजनहरु आए नि त, त्यही भएर यो मलहरु फालिसक्ने अनि फेरि यहाँ नयाँ मल जम्मा गर्ने। अनि बारीमा मल हालिसकेर मकै छर्ने भनेर चाहिँ मल फाल्न लागेको छौं। यो चाहिँ मैले लिएर फाले अनि अझै छ साथीहरु, कति बेला सकिने थाहा छैन। यति छ, यतातिर यति छ। अनि उतातिर पल्लो बारीहरुतिर पनि छ धेरै। अनि यहाँ चाहिँ मैले नानीलाई जिस्काउँदै छु, पछि हाँस्दै हिँडिरहेको छु। अनि त्यसपछाडि यो चाहिँ यो कुलो हो। अनि यहाँबाट माथि जाने, यहाँबाट यो सर्लक्कै अनि यो माथिको सबै सर्लक्कै। अनि यो बारी पुरै छ। अनि अर्को यो यतातिरको बारी पनि पुरै छ साथीहरु। अनि आन्टीले चाहिँ यतिकैमा थाकल पनि खाइसकेर हामी फेरि मल फाल्न गयौं। अनि मल फालेर पनि सकिन लागेको छ। अनि नानीलाई चाहिँ मैले यो टाउकोमा राख्ने बनाइदिए। अनि फाइनली साथीहरु मल फालेर पनि सकियो। मैले चाहिँ नुहाएर पनि सके। साथीहरु यतिन्जेलसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। टाटा बाइ बाइ।